एक पटक पिता कहाँ गएर छोराले यसरी प्रश्न गर्दछ, बुबा मेरो जीवनको मूल्य के हो अथवा मेरो जीवनको उद्देश्य के हो। तब पिताले आफ्नो छोरोको हातमा एउटा चिल्लो ढुङ्गा थमाउँदै यसरी उनलाई भन्छ, छोरा तिमीले यो 3वटा निश्चित स्थानहरूमा लगेर बिक्री गरेको म चाहन्छु। पहिले तिमीले यसलाई बजारमा लानु, दोस्रो एउटा सामान्य पसलमा लानु र तेस्रो अन्तिम ठाउँ चाहिँ सङ्ग्रहालयमा यसलाई बिक्री गर्नु। जब तिमी त्यहाँ जानेछौ र कसैले तिमीलाई यसको मूल्य सोध्नेछ, तिमीले कुनै पनि जवाफ नफर्काइकन तिमीले आफ्नो 2वटा औँला मात्र इङ्कित गर्नु। जब छोरा बजारमा जान्छ, बजारमा कसैले आएर उसलाई सोध्दछ यो ढुङ्गाको मूल्य कति हो, तब उसले कुनै पनि जवाफ नफर्काइकन 2टा औँला अङ्कित गर्दछ। तब त्यो व्यक्तिले भन्दछ, ओहो यो ढुङ्गाको मूल्य 200 हो, हुन्छ तपाईबाट म यो खरिद गर्नेछु। जब उनी दोस्रो स्थान एउटा सामान्य पसलमा जाँदछ र त्यहाँका साउजीले उसलाई प्रश्न गर्दछ, यो ढुङ्गाको मूल्य कति। तब छोराले कुनै पनि जवाफ नफर्काइकन 2टा औँला इङ्कित गर्दछ। तब त्यस पसलका साउजीले भन्दछ, ओहो यो ढुङ्गाको मूल्य 2000 हो, हुन्छ तपाईबाट म यो खरिद गर्नेछु। र अन्तिम स्थान सङ्ग्रहालयमा जाँदछ। जब सङ्ग्रहालयमा ऊ पुग्दछ र त्यसका मालिकलाई उनले ढुङ्गा देखाउँदछ, तब सङ्ग्रहालयका मालिकले उसलाई भन्दछ, ओहो यो ढुङ्गा जुन निकै नै बहुमूल्य पत्थर हो, जसलाई मैले लामो समयदेखि खोजी गर्दै थिएँ, म तपाईबाट यो खरिद गर्न चाहन्छु, यसको मूल्य कति हो। तब छोराले कुनै पनि जवाफ नफर्काइकन 2टा औँला इङ्कित गर्दछ अनि सङ्ग्रहालयका मालिक खुसी हुँदै, ओहो यो ढुङ्गाको मूल्य चाहिँ 2 लाख हो, हुन्छ म तपाईबाट यो खरिद गर्नेछु। तब छोरा दौडदै आएर आफ्नो पितालाई सबै दिनभरिको वृत्तान्त बताउँदछ। तब पिताले आफ्नो छोरोलाई प्रश्न यसरी सोध्नुहुन्छ, छोरो तिमीले यी सबै कुराहरूबाट के पाठ सिक्यौ। तब छोरा अकमक्क हुन्छ। तब पिताले उनलाई सम्झाउँदै भन्नुहुन्छ, छोरा तिम्रो मूल्य चाहिँ तिमीले आफैलाई कस्तो वातावरणमा, कस्तो मानिसहरूको बीचमा तिमीले राख्छौ, त्यसैको आधारमा तिम्रो मूल्य निर्धारण हुँदछ। यदि तिमीले आफैलाई गलत वातावरणमा, गलत मानिसहरूको सङ्गतमा आफैलाई राखिरहेका छौ भने तिम्रो मूल्य त्यसैको आधारमा नै निर्धारित हुँदछ। तर तिमीले आफैलाई ती मानिसहरू जो चाहिँ बहुमूल्य छन्, ती मानिसहरूको सङ्गतमा तिमीले आफैलाई राख्यौ भने चाहिँ तिम्रो मूल्य पनि त्यही अनुसार निर्धारण हुनेछ, तिमी त्यही अनुसार बहुमूल्य हुनेछौ। अनि प्रियहरू, यो सानो कथाबाट हामीले पनि हाम्रो जीवनमा गहिरो पाठ सिक्न सक्दछौँ। कतिपटक हामीले आफैलाई चाहिँ गलत वातावरणमा, गलत मानिसहरूको सङ्गतमा हुर्काइरहेको कारणले गर्दाखेरि हाम्रो जीवनको अर्थ, जीवनको मूल्य हामीले गुमाइसकेका हुन्छौँ। परमप्रभुले तपाईँ र मेरो जीवनमा बहुमूल्य वरदानको बिउ रोप्नु भएको छ। त्यो बहुमूल्य वरदानको बिउ यदि हामीले सही माटोमा, त्यो मलिलो माटोमा रोपेनौँ भने चाहिँ हामीले कुनै पनि हाम्रो जीवनमा फल फलाउन सक्दैनौँ। कतिचोटि यस्ता सम्बन्धहरू हामीले काट्नुपर्ने हुन्छ, कतिचोटि यस्ता मानिसहरूलाई हामीले गिभ अप गर्नुपर्ने हुन्छ र त्यस्ता मानिसहरूको बीचमा, त्यो मलिलो माटोको बीचमा हामीले आफैलाई रोप्नुपर्ने हुन्छ, जहाँ हाम्रो जीवनको मूल्य हामीले भेट्टाउँछौँ, जहाँ हामीले हाम्रो जीवनको अर्थलाई भेट्टाउँछौँ, जहाँ हामी फलवन्त हुन सक्छौँ, जहाँ हामी आफैलाई निर्माण र वृद्धि गर्न सक्छौँ। अनि यो छोटो कथाबाट परमेश्वरले आजको दिन तपाईँ र मेरो जीवनमा यही कुरो बोलिरहनु भएको छ। हस्त म पास्टर कविराज राई तपाईँहरूबाट बिदा हुन चाहन्छु। जय मसीह।